नमस्कार सबैजनालाई। अहिले नेपाली फुटबलको केही खेलहरू भइराखेको छ। यो खेलहरूको सम्झना रहोस् भनेर भिडियो बनाउँदैछु। नेपालको मेन्स फुटबल टोलीलाई तपाईहरू जति पनि फुटबल खेललाई माया गर्ने श्रोताहरू हुनुहुन्छ, हेर्न चाहिँ नछोड्नु होला। गाली र ताली बजाउन पायो, छोड्न चाहिँ भएन। यसमा खेलाडीहरूको गलत खेलले गर्दा नेपालको फुटबल ओह्रालो लागिराखेको छ भन्ने कुरा चाहिँ म विश्वास गर्दिन। खेलाडीहरूलाई त्यत्रो खर्च गरेर खेल्न लगेको छ, खेल्न नसकेपछि खेलाडीको गल्ती नभएर कसको हुन्छ भनेर भन्नुहुन्छ होला। तर खेल्न लगेर खेल्न नसक्नु मात्र ठुलो कुरा होइन। त्यो खेलमा लानुभन्दा अगाडि कतिको मेहनत त्यो खेल्ने खेलाडीहरूमा भएको छ भन्ने कुरामा पनि हुन्छ। अब यो कुरामा त हामी तपाईहरू सबैलाई थाहा छ कस्तो मेहनत हुन्छ भनेर। राम्रो कोचको कमी, 1 वर्षभन्दा बढी गेम नखेलाउने, देशको सबैभन्दा उच्च स्तरको खेलहरू नखेलाउने, यसमा हामीले लिन सक्छौँ शहीद स्मारक ए डिभिजन लिगलाई, भएको टुर्नामेन्टहरू पनि खेलाउन नसक्ने, जहाँ चाहिँ गएर खेलाडीहरू आफ्नो खेललाई निरन्तरता दिएर आफू पनि निखार्ने ठाउँ हो डोमेस्टिक लिगहरू। देशमा खेलाडीहरूले उच्च स्तरको लिगहरू केही वर्षदेखि खेलेको देखेको छैन मेरो आँखाले। तपाईहरूको आँखाले देखेको छ भने भन्नु होला। यो सब कारणले गर्दा देशको फुटबल त डुब्दैछ। त्यो सँगै देशको लागि भनेर खेल्दै गरेको खेलाडीहरूको पनि अवस्था त्यस्तै छ। जबसम्म नेपालमा नेपाल फुटबल फेडरेसनले आफू अभिभावक भएपछि अभिभावकत्व राम्ररी निर्वाह गर्दैन भने नेपालमा मेसी जन्मेर खेल्न आयो भने, मेसी, रोनाल्डो, नेमार एकै तालमा सँगै खेल्न आयो भने फुटबललाई माथि लग्न सक्दैन। यो कुरा चाहिँ सत्य हो है त। यो सब कुरा किन भन्दैछु भन्दा हाम्रो नेपालमा राम्रो प्लेयरहरू धेरै टाइमसम्म टिक्न सक्दैन। खेल नहुने खेलाडीहरूको खेल्ने भाँडो छिनिदिएपछि के गर्ने भन्दा फुटबल छोड्ने, यस्तो अवस्था निरन्तर भइराख्ने हो भने त नेपालको फुटबल त कहिले पनि माथि जान सक्दैन। किन भन्दा वर्षौं वर्षको मेहनतमा एउटा राम्रो टिम बन्ने हो। त्यो जेनेरेसनलाई नै हामीले गोल्डन जेनेरेसन भन्ने हो। यस्तो अवस्था कहिले आउँछ भन्दा जब टिम खेल्दै जान्छ, खेलाडीहरू वर्षौंको अन्तरालमा परिवर्तन हुँदै जान्छ, टिममा टिकेर बस्ने राम्रो खेलाडीहरू अझ निखारिँदै जान्छ। यस्तो अवस्था हुँदै गएर वर्षौंपछि नयाँ खेलाडी र पुरानो खेलाडीको एक्सपिरियन्स र यङ ब्लड, त्यसमाथि एभ्री ठाउँमा चाहिने सुइटेबल खेलाडी टिमले पाउँछ अनि सुरु हुन्छ फुटबलको गोल्डन जेनेरेसन अनि बढाउने हो त्यो टिमले फुटबल। हामी अहिलेसम्म किन पछि परिरहेको छ भन्दा विविध कुराहरूमा पछि परिरहेको छौँ। त्यही भएर हो। यो सब कुरा किन भन्दैछु भन्दा नेपाली फुटबलको फ्यान बेस चाहिँ नघटोस् भनेर मात्रै हो। नेपालले जति पनि खेल खेलेको छ हारिराखेको मात्रै छ। सब कुराहरूले गर्दा फ्यानहरूको मनमा यस्तो खेल नि के हेर्नु भन्ने भावना आउँछ कि भनेर मात्र यो सब भनेको हो। त्यसैले नहेर्ने भन्दा पनि फुटबललाई अगाडि बढाउन के गर्ने भन्ने कुरा भन्ने हो। प्रयास गर्नुपर्छ, तब मात्र रिजल्ट हेर्न सकिन्छ। धन्यवाद। अनि एन्फालाई, अल नेपाल फुटबल एसोसिएसनलाई पनि के भन्न चाहन्छु भन्दा फुटबललाई सिस्टमेटिक वेमा चलाइदिनु होला, नभए अरू कोही आएर त्यो कुरालाई लागू गर्नेछ, छोडिदिनु त्यो ठाउँमा बसेर काम गर्न नसक्ने हो भने। धन्यवाद। अब यति भन्दै गर्दा नेपालले भियतनामसँग थर्सडे अक्टोबर 14 मा खेल खेल्दैछ। यो खेल साँझ 6:15 PM मा सुरु हुन्छ, हेर्न नभुल्नु होला है त। अन्डर 17 वुमेन्स नेसनल टिम पनि एसियन कप क्वालिफायर खेल खेल्न ब्याङ्कक पुगिसकेका छन्, आज पुगेका हुन्। नेपालले थाइल्यान्ड र तुर्कमेनिस्तानसँग अक्टोबर 13 र 17 मा खेल्नेछन्। अब यो खेल हुन 2 दिन मात्र बाँकी छ, हेरेर साथ दिनु होला। भिडियोको अन्तिममा सिनियर महिला टोलीले भारतमा हुने इरान र भारत विरुद्धको आगामी मैत्रीपूर्ण खेलका लागि तयारी सुरु गरिसकेका छन्। अब यो खेल हेर्न तपाईहरू कतिको एक्साइटेड हुनुहुन्छ पक्कै पनि भन्नु होला। धन्यवाद। आजको लागि यति नै। नेपाली फुटबलको अपडेटहरू ल्याउने बाचाको सहित बिदा हुन चाहन्छु। धन्यवाद।